हेलो साथीहरू, अब हामी यहाँ माछा मार्नलाई गइरहेको छौँ सानो पोखरीमा र तपाईहरु आज हाम्रो भिडियोहरू इन्जोय गर्नु होला साथीहरू। ल लेट्स गो। यहाँ जाल छ ल यसरी ल ल सुरुवात भइरहेछ। तपाईले केटाबाट तिमी ताना उतातिर ताना कोनामा ताना के निरे कोनामा ताना के ताना न ये तो ताना के कोना में लगा कोना नानी उठाबाट आइज अलिकति लामो लामो गर्नु न। लामो के भाउजू लामो ठिकै छ त मनुले पनि तिमीले अलिकति उचाल्नु पर्छ नि न ठिक हो के कोनातिर ताना ताना कोनामा ताना है कुना तान्दा फेरि माथि हिँड्छ के यो जालो गाछ जाँला त के फुट्यो फुट्यो आछ है आछ हेर्नु त उ त्यो चाहिँ त फाल्नु है त्यो फाल्नु सिल्भर उगर फाल्नु त्यो कोनाला फाल्नु सिल्भर राख्ने हो हेर्नु जे लिएन होइन अस्ति एकै ठाउँ पारेर हो कि सक्दैन हो कि तिमीले आज फुट्काएको नि त जालुर होइन यस्तो सिल्भर गर्दा नि हो कि कोही त सानो रहेछ यार। फाल्दिनु त्यो सानो त घरै पनि हो र है तेरिका यार होइन तर पनि छोपमा गयो चोट लाग्छ हँ चोट लाग्छ घरलाई पनि हो र भनेको कि त्यही तलकै जुत्तामा होइन खोइ सानो सानो के भएर त्यसलाई ए बाबा के को नझिक्न जान्ने क्या माछा पनि यार बोल्न निक्ले निक्ले ल जा ल जा ल जा त्यही उफ्रिन्छ अहिले उफ्रिन्न छोड नानी छोड त तिमी थाहा पत्यो यो इत्र हालेको नि यहाँ चोट लागिसकेको छ कि यस्तोमा देख्नुमा यो त्यही भएर यस्तो यस्तो किन्न हुन्न थियो यार। त्यो जाल यो ठिक छैन के यो चोट लाग्छ नि यस्तोले चोट लाग्यो भने फेरि अब के छोप्नै पर्छ फेरि तपाईँले फेरि यसलाई फाल्नु यो डुबाउने होइन क्या होइन कि यताबाट लान्छौँ कि हामी यसरी माथि होइन यो पहिला फाल्ने हो त्यो फाल्नु नि यताको हजुर एउटा लाग्नु त ऊ जेल लियो क्या हो जेलले होइन के फाल्नु जेलले होइन फालौँ ए यहाँ आउँछ यतातिर ल्याउनु खै ल जानु ल ल तिमी दुईजना तिनजना उयो धोराउँदाखेरि तपाईँले तान्नु भुइँको तपाईँले त तान्नु भुइँतिरको ए फुट्केलाई यो ल जाऊ हो त्यहाँ तल नानी ल समाट बाल्टिङ लगाएर
नानी ल्याऊ यता बाल्टिङ ल्याऊ सानी लिएर यता ल्याउ उचाल यसको कालै आएर रहेछ त लु निकाल मर्छ क्या त्यो माछा भयो अब जति पनि ल साथीहरू यहाँ आमाले होइन यसको ग्रुप हाल्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ है माछाको ल यस्तरी ट्याक्क यस्तो माछा बनाउनलाई त बहुतै सिपालु हुनुहुन्छ क्या सिपालु हुनुहुन्छ देख्न सक्नुहुन्छ साथीहरू कस्तो तरिकाले भन्दैछ है टक्क माछा कटिङ तपाईँले कति सालदेखि बनाउँदै आउनुभएको सिपालु हुनुहुन्छ नखाए पनि भयो फेरि है टक्क बिचरालाई जिम्दै अपरेसन हो गरिदिने ल जिम्दै अपरेसन गरिदिनुहुन्छ साथीहरू माछालाई माइवाज ल माछा त कत्ताको रौ त दुईटा हो कि एउटा रौ एउटा छ होला यो 5 महिना भयो 5 महिनामा यत्रो भएछ साथीहरू धन्नै एक पाउको एक पाउ भन्दा धेरै छ साथीहरू आधी किलो कै साथीहरू भुँडी काट्दा पनि है पुरा उक्रिरहेछ शिर पर्दैन ल साथीहरू अहिले मारेको हामीले माछा यति नै हो है साथीहरू हामीले यति नै झिक्यौँ पोखरीबाट अझै छ साथीहरू है त पोखरीमा तर हामीले यति नै झिक्यौँ साथीहरू माछा है ल साथीहरू पुरा उफ्रिरहेको छ त्यही पनि है ल ट्याक्कै यस्तै ठ्याक्कै लक्क माछा यसरी ढोलाउनुमा छ यहाँ होइन ल यसरी यो मम्मीले माछा ढोलाउँदै ल है साथीहरू ल घाँस भारी पुग्न लागिसक्यो साथीहरू तपाईँको जङ्गलमा होला हाम्रो खेतबारीमै हुन्छ हाम्रो घाँस है हाम्रो एक मुठा हरियो घाँस काट्यो भने ठ्याक्क बाख्राहरूलाई हुन्छ ल साथीहरू भुन्टीले पनि यहाँ आज पुरा माछा आज ढुलाउँदैछन् सानो मान्छेले ल हाई गरिदेऊ यहाँ ल साथीहरू ल यस्तै छ है त हाम्रो गाउँघरको कामहरू साथीहरू है यस्तै छ दिनचर्याहरू यसरी बितिरहेछन् साथीहरू तपाईँहरूको कसरी बितिरहेछ र माया गरिदिनु होला है त साथीहरू हाम्रो भिडियोलाई ल साथीहरू यसरी माछाहरू हामीले गर्दैछौँ ल साथीहरू ल साथीहरू थ्याङ्क यू
तपाईँहरूले मेरो भिडियोलाई हेरेर इन्जोय गरिदिनु होला त्यसको लागि धन्यवाद भन्न चाहन्छु। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै यस्तै भिडियो हेर्नको लागि सधैँ माया गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हस् त भाइ, धन्यवाद, बाइ।